नमस्कार दर्शकबिन, आज हामी कुरा गर्नेछौँ नेपाली आश लाग्दा 4 जना नेताहरूको बारेमा। कसले कतिसम्म पढेको छ र कसले कस्तो इङ्ग्लिस बोल्छ। साथीहरू, कृपया च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला ताकि हजुरहरूको मायाले हामीलाई थप ऊर्जा मिलोस्। साथीहरू, अब ढिला नगरिकन सुरु गरौँ। नम्बर 1 मा हुनुहुन्छ रवि लामिछाने। रवि लामिछानेको जन्म 2031 साल भदौ 19 गते भएको हो। उहाँले एसएलसी नेपालमै पढे। थप शिक्षाको लागि उनी अमेरिकामा गएका थिए र मास्टर डिग्रीसम्म अध्ययन गरेका छन्। रवि लामिछानेले पत्रकारिता छाडेर राजनीतिमा 2069 सालमा आएका हुन्। साथीहरू, अब उहाँको इङ्ग्लिस स्पिक कस्तो छ सुनौँ। Group of nature of infrastructure now needs to build in sustainability as well as resilience. We need to go for green infrastructure, avoid the mistakes of the past, and use the latest know-how. We can save a lot by just scaling best साथीहरू, practices. हजुरहरूलाई रवि लामिछानेको इङ्ग्लिस स्पिक कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। नम्बर 2 मा कुरा गरौँ। नम्बर 2 मा हुनुहुन्छ बालेन शाह। बालेन शाहले इन्जिनियरिङ मास्टर डिग्री र पिएचडी स्तरको अध्ययन गरेका छन् र उनी नेपाली राजनीतिमा 2079 सालमा आएका थिए। अहिले उनी काठमाडौँ उपमहानगरपालिकाका मेयर छन् र छोटो समयमै धेरै माया र धेरै सपोर्ट पाएका उनी प्रधानमन्त्री बन्ने सम्भावना पनि छ। ल साथीहरू, अब ढिला नगरी बालेन शाहको इङ्ग्लिस स्पिक कस्तो छ सुनौँ। Kathmandu is the capital city of Nepal, so our approach is to find the root cause for it, and the root cause is not every city is privileged with better education, better health facility, and job opportunities. So our approach is to collaborate with other cities and other VDCs around our capital to collaborate with them for the upliftment of their education system, upliftment of their job opportunities. So we don't promote migration from outer cities. So what we believe is the power, the economy, the job opportunity all over the country should be balanced. A single city should not gain all the power, all the economy, so that people come all over the country come to the single city. So yeah, we identify the people who are coming from some districts, some other districts. Obviously, the citizenship designates the place they live. So most of the people, they have their lands, but in their साथीहरू, villages बालेन they शाहको have their इङ्ग्लिस house. स्पिक कस्तो लाग्यो हजुरहरूलाई कृपया कमेन्ट गरिदिनु होला। नम्बर 3 मा हुनुहुन्छ हर्क साम्पाङ। हर्क साम्पाङको जन्म 2039 साल माघ 15 गते भएको हो। उनले कलेज लेभल ब्याचलर लेभलसम्म पढेका छन् र उनी 2079 सालमा आएका हुन् राजनीतिमा र अहिले छोटो समयमै जनताहरूको माया पाएर अहिले उनले श्रम संस्कृति पार्टी खोलेका छन्। ल साथीहरू, अब ढिला नगरिकन उहाँको इङ्ग्लिस स्पिक कस्तो छ सुनौँ। And other friends, we arranged a short visit of this school. I saw many things, and I, of course, learned many different ways that we can apply in the field of educating children. So special, I felt. I saw different practices that we back in our country. साथीहरू, धरानका मेयर हर्क साम्पाङको हजुरहरूलाई इङ्ग्लिस स्पिक कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला। अब नम्बर 4 मा हुनुहुन्छ कुलमान घिसिङ। साथीहरू, कुलमान घिसिङको बारेमा केही कुरा टिप्नेछु म, कृपया भिडियोलाई पुरा सम्म हेरिदिनु होला। नम्बर 4 मा हुनुहुन्छ कुलमान घिसिङ। नेपालमा लोड सेडिङ मुक्त गरिसकेपछि कुलमानले नेपाली जनताहरूको धेरै माया पाएको थिए र नेपाली जनताहरूले धेरै सपोर्ट गरेका व्यक्ति हुन्। उहाँको ब्याचलर डिग्रीसम्म पास गर्नुभएको छ। ल साथीहरू, उहाँको इङ्ग्लिस स्पिक कस्तो छ सुनौँ। साथीहरू, Nepal has become the first country to trade power in Indian energy exchange market from May 2021. At present, Nepal exports about 900 megawatt to India through bilateral साथीहरू, यी and 4 real-time जना market व्यक्तिहरू हाम्रो देश बनाउने व्यक्तिहरू
कसले देश बनाउला र कसले कस्तो राम्रो इङ्ग्लिस बोल्यो। हजुरहरूलाई यी 4 जना व्यक्तिमध्ये हजुरहरूलाई मनपर्ने नेता को हुन् कृपया कमेन्ट गरिदिनु होला, लाइकलाई सब्सक्राइब गरिदिनु होला, ताकि हजुरहरूको मायाले हामीलाई थप ऊर्जा मिलोस् र हामीले जानकारीमूलक भिडियो हजुरहरूलाई बनाऊँ। त्यही भएर साथीहरू च्यानललाई सब्सक्राइब गरिदिनु होला। कस्तो लाग्छ कृपया कमेन्टमा लेखिदिनु होला। हस् त धन्यवाद। अर्को साता भेटौँला। जय देश जय नेपाल।